एस्पेरेगस अरे हामी चाहिँ कुरिलो एकदमसँगले चट्ट परेर यसको बोट चाहिँ फेरि पानी परेपछि चाहिँ पत्तामा पानी जमेर नि सबै सुत्दिन्छ र त टन्नै चिप्ले हौ। राति पानी परेको थियो यो त सुतेछ। अब यहाँदेखि भित्र हाल्नुपर्छ यसलाई यसरी। त्यति साह्रो पनि सुत्ने होइन, अल्छी चाहिँ गर्ने हुँदैन। डन्नै चिप्ले यसरी लड्छ यो। यहाँ उसेतो यहाँ तोरी पनि होइन, तोरीलाई त पानीले कुटेर सोत्तर बनाएको छ। लु सोत्तरै बनायो नि, के सोत्तर बनाएको छ नि। लट्टे चाहिँ आउँछ कि सबैमा आएको छ कि अब त सबैमा। तोरी त कुटेर सोत्तरै भयो। यहाँ माथि चाहिँ अस्ति भर्खर ल्याएर हालेको बिरुवाहरू मात्र छ है। यहाँ चाहिँ बिरुवाहरू मात्र छ। यिनीहरूलाई पनि गोड्ने बेला चाहिँ भएको छ, झार्दै आएको छ र यहाँ कतिवटा छ भने लगभग 210 या 15वटा छ होला। यहाँ ठ्याङ झरेछ। हिजो हेर्दा त थिएन त आया हो पानी पनि। ल यहाँ आलीमा राख्नुपर्छ। कतिवटा लडायो कि के गर्यो यसले, बिगाऱ्यो कि बिगार गरेन। त्यस्तो बिगार गरेन रहेछ। यता चाहिँ सुरुमा रोपेको झार धेरै ठुलो भएको छ। माथि भेन्डी पनि गोडेको थियो मैले, यहाँनिर पानीले कुटेर बर्बादै गरेछ क्या हो। यहाँ माटो दिनुपर्ने यसलाई जरामा। यस्तै पारा भयो भने त नि कहाँ फेरि त्यही सुतेछ नि।